उता केटाहरू फागु खेल्दा समेत फलाना चोर देश छोड भन्न थालिसके। यता मरिचे महाराजहरू अझै आफू अति लोकप्रिय छु भन्ने ठानेर पूर्व विशिष्टहरूलाई आजीवन भत्ता सहितको सेवा सुविधा दिने निर्णय 2081 साल फागुन 9 गते मन्त्री परिषदले पारित गरेको देखिन्छ। गाउँका स्कुलले न जाडो छल्न सक्छ न बर्सात ठेक्न सक्छ। गाउँका बिरामीले न औषधि पाउँछन् न एम्बुलेन्स। गाउँमा खाल्डा खुल्डी छ, सडक छैन। सहरमा बसेका पूर्व विशिष्टलाई कात्रो किन्ने पैसा चाहियो रे, त्यो पनि राज्यको ढुकुटीबाट। यी नटवरलालहरूलाई फोसामा सुझाव, त्यस्तो सुविधा मृत्युपछि क्रियाकर्म श्राद्ध गर्न समेत हुने गरी व्यवस्था गर। कर्म हेर्दा मरेपछि स्वर्ग पुग्ने चान्स कम छ। नर्कका लागि दरबार गाडी, शाखा अधिकृत, ड्राइभर, सहयोगी, आजीवन भत्ता पनि माग्नु।